आज चाहिँ हामी 3 जना मात्रै छौँ हो। हामी 3 जना छौँ, अरू छैन। आज फेरि एकदम भालु आउने जग्गातिर छौँ के गर्नु। यस्तो छ है, हामी जस्ट 7 दिनमा 6 दिन खङ्ग्राङ र खुङरुङ ठाङठाङ र ठुङठुङ हुन्छ हो। त्यो भएर चाहिँ सन्डे एक दिन जङ्गल पसिन्छ यसै माइन्ड फ्रेसको लागि। त्यस्तो केही नसोचिदिनु अर्को त होइन। अब कतिले साला गधाहरू भन्छ, के गर्नु, सहनै परेको छ। साला पापीहरू भन्छ, तर हामी पापी होइन, हामी त्यस्तो केही गर्दैन। हामी जस्ट माइन्ड फ्रेसको लागि मात्रै आएको। त्यो भएर आज चाहिँ हामी प्याक लन्च लिएको छौँ, किनभने 3 जना मात्रै हो। हामी आज कुक गर्ने छैन। ल यस्तै छ साथीभाइ हो।